हेलो साथीहरु, नमस्ते सबैजनालाई। र साथीहरु, म राजकुमार लोहार। र साथीहरु, आज मेरो बाबा र मम्मीको धेरै भन्दा धेरै याद आइरहेछ यार। आज बाबाहरुको 2 साल हुनुलाई एकै दिन मात्रै बाँकी छ र भोलि चाहिँ मेरो बाबा र मम्मीको श्राद्ध हो। र आज चाहिँ हामी चुल काट्नुलाई आँटेको अहिले चाहिँ। र हजुरहरुलाई पनि यसो दृश्य हल्का देखाउँ भनेर। र साथीहरु के गर्नु, मम्मी र बाबा नहुँदाखेरि घर बहुत सुन्न पनि हुँदो रहेछ र एक्लैपन जस्तो लाग्दो छ यार। मलाई आज मम्मी र बाबाको बहुत याद आउँछ, बहुत भन्दा बहुत याद आउँछ यार। के गर्नु। र अहिले हामी चाहिँ चुल काट्नु गइरहेछौँ। अहिले हेर्नु, अहिले चाहिँ मेरो पुरो चुल छ हो। अब अहिले एकछिनमा काट्ने। र अहिले चाहिँ मेरो ठुलदाइ, मालदाइ र म काटेपछि बादमा मेरो कान्छा भाइले पनि काट्छ। हामी 4 भाइ छौँ अहिले चाहिँ। र बहिनी एकजना छ। बहिनी चाहिँ चुनपुरामा बिहे भएको छ। र बहिनी र ज्वाइँ पनि भोलि आउनुहुँदैछ उनीहरू पनि। र भोलि हजुरहरूलाई बहिनीहरूलाई पनि देखाउँछु र मेरो ज्वाइँलाई पनि है त। अहिले चाहिँ अब मालदादाको काटिसकेपछि बादमा म पनि काट्छु। र काटेको ठाउँमा अहिले जाँदैछु र दादाले चुल काटेको पनि हजुरलाई हल्का देखाउँछु है त। यहाँ चाहिँ मामा, मेरो मामा हुन्छ। मामा नमस्ते। आइपुग्नु भयो? खै को नि हौ। यहाँ चाहिँ मामा, हर साल मामाले काटिदिनुहुन्छ। यहाँ चाहिँ अहिले हाम्रो मेरो सबैभन्दा ठुलो दादाले काट्नु हुँदैछ। अनि दादाको बादमा यता मालदाइ रेडीमा छ। मालदाइ रेडी छ अहिले अब काट्नुलाई। अनि यहाँ किन जङ्गलमा बसेर काटेको त मामा? अनि यहाँ किन जङ्गलमा बसेर काटेको? अलि उता घरतिर चाहिँ काट्नु थियो नि भेटीमा बसेर। के उता चाहिँ गएर काट्नु पर्थ्यो। यो जङ्गलमा किन काटेको? यतै शीतलतिर ल्याएको। दुख्दैछ दादा? दुख्दैछ क्या हो? दुख्दो रहेछ? हो ल ल ल। ऊ चाहिँ हाम्रो ठुलो लागेर हुँदो रहेछ। बिलेट पनि त्यस्तै छ नि अहिले सबै। दुडी लाग्नु हुँदैन। मिसिन थियो नि भित्र, मिसिन कस्तो मिसिन? काट्ने मिसिन थियो नि भित्र। यो राख त यो नि उतालिन्छ। ल साथीहरु, अहिले चाहिँ अब ठुलाइको काटिसकेपछि अब मालदाइको काट्नु थाल्नुहुँदैछ मामाले। उहाँ चाहिँ हाम्रो मामा हुनुहुन्छ। देख्न सक्नुहुन्छ, उहाँ चाहिँ हाम्रो मामा। चुल चाहिँ मामाहरूले काटेको चाहिँ बहुत राम्रो हुन्छ अरे। अनि त्यही भएर हर साल मामाले आएर काटिदिनुहुन्छ हाम्रो चुल चाहिँ। गएको साल पनि मामाले नै आएर काटिदिनु भएको थियो। यसपालि पनि फेरि मामाले नै आएर काटिदिनुहुन्छ। के गरी काट्नु अनि यो? मामा हुन्जेल चाहिँ हामीलाई बहुत सजिलो छ चुल काट्नु लागि। खाँदै खाँदैन अनि अहिले मालदाजीको काट्नु हुँदैछ। मालदाको काटिसकेपछि अनि बादमा म पनि काट्छु अब। मामा एउटा बिले लैजाउँ दारी काट्नुलाई। लैजा दारी मजाले काटेर। त्यो खोइ काट्दै नि के गरी काट्नु र अनि? बाक्को चुलिरहेको पुरो चाम्रो छ मामा? होइन, बिलेटै चिप्लेर हेर्नु न। तेरिका माथि मात्रै जान्छ अनि। ए काट्दै पोहोर पनि यस्तै भएको थियो होइन? अनि पोहोर त काटेको थियो। भीमेको झन् चाम्रो छ। मिलाएर काट्नु यो माइलाको त अनि टाउको दुखेर खतम होला अब। खै नसक्ने त काट्नु। लो साथीहरु, अहिले मेरो पाली हो। अब म काट्नु गइरहेको छु टुल चाहिँ। अब म काट्ने। लोकट चाहिँ लु अब म काट्ने चुल। ए पानी खोइ पानी। राजा त उयो फास्ट डिभिजन भएको हैन? ए राजा फास्ट डिभिजन पनि हेलमेट पनि हाजिर हुनु पर्छ। म त सिधै कोही गयो भने म यसरी नै हुन्छु। लो साथीहरु, अब चाहिँ मेरो है चुल काट्ने पालो चाहिँ म काटिरहेको छु। किनकि भोलि मेरो मम्मी र बाबाको भोलि श्राद्ध हो के, त्यही भएर। अब मैले काटिसके बादमा फेरि अब भाइले काट्छ, अब कान्छा भाइले। बस्नु नि यो त कहाँ नयाँ होइन नि? कुन यो पनि
कि नयाँ हो ब्लेड अँ नयाँ खोलेको नै उसले खोलेको यही हो क्या दामी वाला ब्लेड दामी यो होइन नि यो अलि लोकलले हो त मान्छेको भन्दा अलिक दामी दुखेर मरेन रहेछ त्यसको अब अहिले पनि अहिले पनि दुख्दैछ खै यो पनि उयो उयो छ उयो त दुखो पक्कै दुखो सरङ गर्दैछ खाएन यसले पनि ल साथीहरू अहिले चाहिँ मैले चुल काटिसकेँ तर बाक्लो हुन्छ खतममा चुल काटेर राम्रो हुन्छ नि किनकि भोलि मेरो बाबा र मम्मीको श्राद्ध हो अनि त्यही भएर आज चुल काटियो आज एक छाकी मैले काटिसकेँ अनि त्यहाँदेखि ठुलो दादाले पनि काटिसक्यो माल दादाले काटिसक्यो अब फेरि कान्छा भाइको पाली छ यहाँ कान्छा भाइ कान्छा भाइले पनि काट्दैछ यहाँ यता नि भान्जाले काटिदिनु हुँदैछ अहिले त काट्छ भाइ यो सुतेको पनि हाल्दै चोट छ हो नि चोट हुन्छ भान्जा यता हेरौँ भान्जाले काटिदिनु हुँदैछ ल अब कान्छा भाइको काटिसकेपछि चाहिँ खतम ल साथीहरू अहिले चाहिँ हामी अब नुहाउनु गएको है चुल काटिसक्यो तिनजना दाजुभाइहरू कहाँ लाग्यो भैया त चुल काटिसकेपछि अब अहिले हामी नदीमा जाँदैछौँ नुहाउनुलाई अहिले यहाँ तिनजना दाजुभाइ छौँ अरू माल दाजु चाहिँ आउँदैछ अब पछाडि अनि नुहाइधुवाइ गरिसकेपछि पानी चढाउने आमाको नाममा आमा र बाबाको नाममा अन्त नि बादमा नि खानापिना खाने